हेलो वन्स अगेन मैले चाहिँ भिडियो अस्तिको हिजोको भिडियो चाहिँ कन्टिन्यू गर्दैछु। हामी चाहिँ हिजो लेभेन्डर हेर्न गयौँ, त्यसपछि अर्को ठाउँ घुम्न गयौँ, रुसलिनतिर गयौँ। त्यसपछि आज चाहिँ हामी सनफ्लावर हेर्न जाँदैछौँ, त्यही भएर मैले त्यही भिडियोलाई कन्टिन्यू गर्दैछु। अनि हामी चाहिँ म चाहिँ रेडी भइसक्यो, मेरो बुढा पनि रेडी भइसक्नुभयो। अनि गाइजहरु मैले आज चाहिँ यो सेट गरेको म तपाईहरुलाई ब्याक क्यामेरा गरेर देखाउँछु ल। मैले चाहिँ फाइनल्ली मेरो ड्रेसिङ ऐना सेट गरेर भ्याएँ आज। तपाईहरुलाई अलिअलि देखाउँछु है। यो पर्फ्युम भयो, यो नि पर्फ्युमै हो। यो बक्स भयो, यो क्यामेराको उस भयो। यो चाहिँ म भए, अनि यो चाहिँ पान्डोरा, अनि यो डल, अनि यो सनस्क्रिन चाहिँ नेपालबाट मगाएको, अनि यो चाहिँ टोनरहरू भयो, अनि सबै क्रिमहरू, यो सनस्क्रिन, फाउन्डेसन, अनि यो चाहिँ अब इयररिङहरू, अनि यो पनि मेकअपको सामानहरू सबै। त्यसपछि यो पनि वाचहरू, रिङहरू, अनि यहाँ चाहिँ के छ, यहाँ चाहिँ फेस मास्कहरू, अनि यसमा चाहिँ रबरहरू मतलब उसवाला अलि ठुल्ठुलो रबरहरू छ। अनि यहाँ पनि सामानहरू छ, मैले बक्समा राखेको छु। यहाँ पनि बक्समा चुराहरू। यहाँ चाहिँ ट्रेडिसनलवाला यो र यो डाउमा ट्रेडिसनल वेयरवाला छ। यो चाहिँ इयररिङहरू, अनि मिक्स म्याक्स छ यसमा पनि। यो चाहिँ हातमा लाउनेहरू, अनि यो टिकाहरू सबै। त्यसपछि यहाँ चाहिँ अब आइरनहरू छ, यो आइरन गर्नेहरू, अनि यो ब्लेन्डरहरू यताउति छ। अनि मैले चाहिँ रुम चाहिँ अहिले एकदमै मेसी भइरहेछ, त्यही भएर मैले देखाएन, अलिअलि देखाएँ। मेरो बुढा चाहिँ यहाँ हुनुहुन्छ। मेरो बुढाले भन्नुहुन्छ कि गुनासो गर्नुहुन्छ कि तिम्रो मात्रै यति धेरै सामान भयो, मेरो मलाई चाहिँ एउटा कुना देऊ भन्नुहुन्छ। यो कुना भए पनि यो कुना भए पनि देऊ भन्नुहुन्छ। तर के गर्नु, मलाई त पुगिरहेको छैन। म कस्तो देखेछु भनिदिनु। तिमी राम्रो देखियो। सुतेर हेर्नु त, यहाँ दाम बसेछ। ल ओके गाइजहरु, ल अब हामी गाइजहरु हामी चाहिँ जाँदैछौँ सनफ्लावरमा। मैले चाहिँ घरबाट भ्लग कन्टिन्यू गरेको थिएँ, तर अहिले चाहिँ ड्रेस चेन्ज भइसक्यो। अर्को ड्रेस चेन्ज मैले गरिसकेँ। अनि उहाँहरू पछाडि हुनुहुन्छ। होइन खासै त्यो ल्याएन। अब हामी चाहिँ जाँदैछौँ। यति गर्मी छ साथीहरू, म तपाईँलाई अलिअलि देखाउँछु ल बाटो। हामी चाहिँ हिजोकोतिर होइन, यो अहिले चाहिँ अर्को साइडतिर जाँदैछौँ। अनि अब 17-18 लगभग 20 मिनटमा चाहिँ हामी पुग्छौँ। अनि साँझको कति बजिसक्यो, 7 बजिसक्यो। तर त्यही पनि यस्तो घाम छ साथीहरू। ल अब एकैचोटि त्यहीँ गएर देखाउँछु म। गाइजहरु हामी चाहिँ आइपुग्यौँ, तर हेर्नु न सनफ्लावर चाहिँ सबै ढलिसकेको छ। यो पुरा पर खेडसम्म छ यो सनफ्लावर। हेर्नु त सब ढलिसकेको। जहिले हामी लेट आउने क्या। अब यता बाटो पारी पनि छ। बाटो पारी पनि गएछौँ। फ्लावर चाहिँ त्यहाँ आइछ, तर त्यस्तो फोटोहरू चाहिँ राम्रो आएन। यो फ्लावर हुन त नेपालमा नै हेरेको भाइ, तर के गर्नु उताबाट त्यही पनि। पछाडि देखाउँ। फ्लावर ढलिरहेछ। यो सब फ्लावरको त्यो खेती, सूर्यमुखीको। अनि देखाइसके। अनि आज पनि खुट्टाभरि झुस भिजिरहेछ, अस्ति हिजोको जस्तै चिलाएर मर्न लागेको छु। हेर्नु नि कस्तो भएछ चिलाएर। अब चाहिँ हामी गाडीले गर्दा अब चाहिँ आउँदैन
गर्दैछौँ अब लेट्स सी कस्तो हुन्छ धेरै टाइम त छैन कति मिनट छ 10 मिनटमा हामी चाहिँ त्यो ठाउँमा पुग्छौँ अनि त्यसपछि म फेरि भिडियो कन्टिन्यू गर्छु गर्मीले बेहाल भइरहेछ किन यो साथीहरू 8 बजिसक्यो 8:30 भइसक्यो यस्तो घाम लागिरहेछ के कुरा गर्नु गाइजहरू हामी चाहिँ यो बेलगार भन्ने ठाउँमा आएको छौँ यहाँको गाउँ हेर्नु न त्यो सानो रहेछ है यहाँ के अरे त्यसको नाम लायन हो कि के अरे त्यो ऊ त्यो गाइजहरू यहाँ चाहिँ के भन्छ अरे बेलगाडको खोला हेर्नु त यो हाँस पौडी खेलिरहेछ कति मजा आयो होला यसलाई बरु पानीमा के हो यो नेपालमा के बाढी आउँदाखेरि यस्तै देखिन्थ्यो त्यस्तै देखेको भाइ साँच्ची होला त परसम्म हो यहाँ चाहिँ सबै गर्न मिल्ने तर क्याम्पिङ गर्न म चाहिँ यहाँ छु गाइजहरू गर्मी भएर बेत्तै परिरहेको छ बेत्तै साह्रो अनि के भन्नु मैले चाहिँ आजको भिडियो चाहिँ खासै धेरै छैन मैले हिजोको भिडियोमा चाहिँ आजको भिडियो एड गर्छु अनि त्यसपछि हेरौँ कति मिनटको हुन्छ भिडियो आउला ल के ऊ छुट्याउँदै गयो हेर्नु न किरा हो कि चरा हो यस्तो क्याङ 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 गरिरहेछ यो चाहिँ ठुलो पार्क रहेछ क्या देखाउँछु ल पार्क त्यही हो साथीहरू यति हो यहाँको पार्क अनि यसको खोला त्यति हो अब के गर्नु पानी खोलेर ल म पानी खोलेर देखाउँछु यहाँको पानीको धारा चाहिँ यस्तो गाइजहरू तपाईँले देख्न सक्नुहुन्छ अटोमेटिक बन्द ओए खाना मिल्छ है खाना मिल्छ तर त्यति साह्रो चिसो छैन अहिले गर्मी छ गर्मी त्यो साह्रो चिलाएर मन लाग्छ अनि यो चाहिँ सल्ला नेपालको जस्तो तर यहाँको सल्ला हामी यो औषधि खाँदैछौँ के यो ओइसेलु हो है यो विदेशी ओइसेलु हो तपाईँलाई नि खान मन लाग्यो भने चाहिँ भन्नु कमेन्ट गर्नु म कुरियर गरेर पठाइदिन्छु किलोको जम्मा $20 हो एकदम मिठो छ यदि केही भइहाल्यो भने चाहिँ हामी हस्पिटलमा जान पर्यो भने चाहिँ यही भन्नुपर्छ यो औषधि खाएको साँच्चै होला नेपालको कस्तो मिठो हुन्छ साथीहरू यो यहाँको होइन मिठो छ झन् नेपालको भन्दा यो धेरै मिठो रहेछ गाईहरू हेर्नु पाक्नुभन्दा अगाडि चाहिँ यस्तो रातो हुन्छ पाकेपछि यस्तो कालो गाईहरू हेर्नु प्योर ओइसेलु चाहिँ यस्तो छ भाग अहिले खान्छ गाईहरू यहाँको हाँस हेर्नु न यो हाँस अहिले ड्याममा खान्छन् अहिले फेरि यहाँको किन डढाउँदो रहेछन् यिनीहरू ल गाईहरू हेर्नु त यहाँको हाँसहरू यहाँको हाँसहरू तुत माछा खाइरहेछन् त्यहाँ यति धेरै माछा छ हेर न त्यो ओके पछि आउन खोजिरहेछन् ल गाइजहरू यति नै हो आजको भिडियो अनि यति धेरै मछली टोकिरहेछ कुरा नगर्नु के गर्नु तर त्यही पनि घुम्न परिहाल्यो अनि मैले सायद अहिले नै भ्लगिङ गर्छु होला घर गएर पनि त्यस्तै हतार हुन्छ अनि त्यति नै गाइजहरू हिजोको भ्लग प्लस आजको भ्लग चाहिँ मैले एड गरेर राख्छु अनि आफ्टर लङ टाइम पछि नै मैले भ्लग स्टार्ट गर्दैछु अनि लास्ट टाइम मैले 1 मन्थ अगाडि हालेको थिएँ भ्लग अनि त्यति नै हो अनि
सबैजनाले हेरेर माया गरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला गाइजहरू अनि भिडियो पनि लास्टसम्म हेरिदिनु होला अनि त्यति नै हो अनि बाई बाई एन्ड थ्याङ्क यू फर वाचिङ एन्ड सी यु इन नेक्स्ट भिडियो बाई बाई